सिन्धुलीगढी लगायत नेपालको एकीकरणसँग सम्बन्ध ऐतिहासिक पुरातात्विक महत्त्वका सम्पदा गढी र स्थलहरूको संरक्षण र सम्वर्धन र प्रवर्धन गर्नेछ। साहसिक पर्यटन तथा चलचित्र पर्यटन प्रबन्धन विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ। सीमाबाट नजिकका पहाडी सहरहरूलाई हिल स्टेसन रूपमा विकास गर्न पर्यटन प्रबन्धनका आगामी आर्थिक वर्ष कोशी, लुम्बिनी र सुदूरपश्चिममा प्रदेश एक हिल स्टेसन विकासलाई अगाडि बढाइनेछ। काठमाडौँ उपत्यका लगायतका सम्भाव्य स्थानमा हाइकिङ तथा टाकुरा प्रवर्धन गरिनेछ। टाकुरा पर्यटन प्रवर्धन गरिनेछ। पर्यटन प्रवर्धन गर्न पर्यटक विश्रामस्थल, हरियाली पार्क निर्माण तथा व्यवस्थापन, वन्यजन्तु अवलोकन मचान निर्माण तथा मर्मत लगायतका पूर्वाधार निर्माण गरिनेछ। संरक्षित क्षेत्रभित्र 621 किलोमिटर पर्यटन मार्ग निर्माण तथा मर्मत सुधार गरिनेछ। पर्वत, म्याग्दी र बागलुङ उत्तरी भाग समेटी पर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहित गरिनेछ। खप्तर लगायत पर्यटकीय सम्भावना भएका महत्त्वपूर्ण क्षेत्रहरूमा केबल कार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ। पदयात्रा, पर्वतारोहण लगायत पर्यटकीय सेवामा दिइने अनुमतिमा एकद्वार प्रणाली लागू गरिनेछ। विराटनगर, भरतपुर, नेपालगञ्ज, धनगढी विमानस्थलको स्तर उन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिनेछ। रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिनेछ। दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिए हवाई यातायात सुविधा सहज र सुलभ बनाइनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग अलग गरिनेछ। उडान सुरक्षालाई उच्च प्राथमिकता राखी गुणस्तरीय पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार गर्नुका साथै नियामकीय भूमिकालाई सबल बनाइनेछ। गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइनेछ। यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना र यात्रु सेवा सुधार गरिनेछ। बौद्ध मार्गीलाई लुम्बिनीसँग प्रत्यक्ष रूपमा जोड्न थाइल्यान्ड, श्रीलङ्का, चीन, भारत लगायतका राष्ट्रसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइनेछ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, बस्ती स्थानान्तरण, मुआवजा वितरण, जग्गा संरक्षण लगायतका पूर्व तयारीका कार्यका लागि बजेट छुट्याइएको छ। लगानी मोडालिटी तय गरी यस विमानस्थल निर्माण कार्य चाँडै अगाडि बढाइनेछ। नेपाल वायु सेवा निगमको पुनर्संरचना गरी व्यवस्थापकीय सुधारका कार्य अगाडि बढाइनेछ। हवाई सम्पर्कलाई विस्तार सम्भाव्य मुलुक हवाई सेवा सम्बन्धी प्रक्रिया अगाडि बढाइन्छ। संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयतर्फ 11 अर्ब 96 करोड विनियोजन गरेको छ।